अन्य क्षेत्रमा रमाइरहनु भएको थियो फेरि फेरि क्षेत्रमा चाहिँ बुलन्दसँग चाहिँ उपस्थिति जनाउनु भएको छ यो 8 वर्षपछिको ग्याप कस्तो पाउनु चलचित्र क्षेत्रकै वरिपरि चलचित्रलाई बुकिङ उहाँको मुख्य मञ्च आएछ क्षेत्र नेपाली चलचित्रको लागि साह्रै महत्त्वपूर्ण क्षेत्र विगतमा पनि हाम्रो चलचित्रहरू धेरै फलफुल यहाँका दर्शकहरू त्यसमा पूर्वको दर्शकहरू पनि हाम्रो चलचित्रको लागि साह्रै प्रिय दर्शकहरू चेतनामूलक सन्देश प्रभाव भइसकेको चाहिँ नागरिक सन्देश प्रकट गर्ने आफ्नो जीवनमा उतार्ने यो फिल्मले चाहिँ नागरिकलाई त्यस्तो के चेतना पुरा चलचित्र नरसिंह अवतारमा संसारमै विषयहरू चाहे त्यो राजनीतिक समस्याहरू होस् या प्रशासनीय समस्याहरू होस् सामाजिक भने पहिला जस्तै अलिकति मनोरञ्जनात्मक पारिवारिक कुराहरू पनि छन् त्यसले गर्दाखेरि समाजमा चलचित्रमा समाजमा भारतीय राजनीतिमा होस् प्रशासनमा होस् व्यापारमा होस् आजको माहौल आजको जुन परिवर्तन भएको छ परिवर्तन भएका पनि समस्याहरू चाहिँ जहाँ देखिन्छ सामान्य समस्याहरू कसरी अहिले नेपाली चलचित्र क्षेत्रको कुनै कुरामा के कस्तो भन्दा एउटा गतिमा चाहिँ छ नेपाली चलचित्र अब हरेकचोटि चाहिँ त्यो गतिको रफ्तार नासी हुन्छ सुखद पक्ष धेरै चलचित्रहरू धेरै राम्रो पनि गरिरहेको छ र अहिले समय दर्शकहरूको चाहनाअनुसारको स्वादअनुसारको चलचित्र पसन्द गर्छ तर दर्शकहरूले जे चाहना स्वाद भिडियो त त्यही हो सबभन्दा चुनौतीको छ दर्शक स्वयंलाई पनि थाहा छैन उहाँहरूलाई के मनपर्छ उहाँले हेरेपछि मात्रै थाहा पाउनुहुन्छ दर्शकहरूलाई सोधेर तपाईँलाई कस्तो किसिमको सामग्री मनपर्छ भन्ने उहाँलाई थाहा छैन तर राम्रो चलचित्र हेर्नु भने हो यस्तै हेर्नु खोजेको त्यस कारण धेरै हो चलचित्रकर्मीहरूलाई चुनौती अनुसार अच्छा लेकिन लन्डनको चिसोले समाउला पनि त छैन अन्यहरू गीतहरू पनि छन् एउटा राजधानी राजेशमा भनेको एउटा लामो नेपाली चलचित्र क्षेत्रमा एउटा लामो इतिहास बोकेको मान्छे एउटा पहिलेदेखि धेरै काम गर्ने अनि तपाईँहरू चाहिँ अब भर्खर न्यु कमर हो नि त अब राजेश समाजसँग काम गर्न पाउँदै तपाईँहरूको अनुभव कस्तो भयो होइन तपाईँहरू कतिको एक्साइटेड हुनुभयो सुरुमा होइन तपाईँको सुरुमा फिल्म साइन गर्दा कतिको एक्साइटमेन्ट त्यति बेला एकदमै भाग्यशाली महसुस भयो अब सर जस्तो कलाकारसँग स्क्रिन सेयर गर्न पाउनु भनेको त एकदमै ठुलो कुरा हो अनि एज एन आर्टिस्ट मात्र नभएर व्यक्तिगत रूपमा पनि कलाकारको रूपमा नभएर व्यक्तिगत रूपमा पनि कति धेरै कुराहरू सिक्ने मौका मिल्यो अनि एकदमै भाग्यमानी महसुस गर्छ हामी अनि रमाइलो भयो काम गर्न अनि नरसिंहलाई पनि अब दर्शक श्रोताहरूले रुचाइदिइराख्नु भएको छ राम्रो प्रेम छ सो आइ एम सो ह्याप्पी खुसी लाग्यो त्यस्तो दाइको त म अझ ठुलो फ्यान होइन दाइको पहिला पोस्टर हेरेर सिनेमा हेर्न जाने मान्छे मैले भनिरहेको कुरा नै हो दाइसँग त्यो सिनेमामा जोडिनु भनेको एउटा
भाग्यकै रूपमा लिएको छु मैले है। सायद अब फेरि दाइ त्यसो भन्दै गरेर दाइ रिसाउनुहुन्छ कहिले काहीँ 21 वर्ष त हुनु होइन त्यो हो र अब जति पनि हामी सिनेमा डिस्ट्रिक्ट हो यो सिनेमामा त्यसकै लागेको होइन, सही उमेर अरू सबजना कन्फ्युजमा थियो उहाँ कन्फ्युज हुनुहुन्न अब राज दाइसँग जोडिन पाउनु भनेको चाहिँ एउटा भाग्यकै कुरा हो जसले पनि किनभने यतिको समयसम्म एउटा लेभलमा बसेर एउटा महानायक जस्तो पद जस्तो दर्शकहरू दिनुभयो त्यसलाई अडिक राख्न सक्नु भने सायद सामान्य कुरा होइन जस्तो लाग्छ अब मेरो विचारमा म उहाँको फ्यान भएको कारणले पनि म पनि सोच्दिनँ कि उहाँ सामान्य मान्छे हो सोच्दिनँ सायद मैले मेरो मनबाट मेरो भगवान्कै रूपमा लिन्छु उहाँलाई तपाईँले त अब एज अ ब्याकग्राउन्डमा पनि अरू फिल्महरूमा पनि अरू फिल्ममा पनि प्रोड्युसर एज अ प्रोड्युसरहरू गरिसक्नु भएको छ नि त अरू फिल्ममा पनि हुनुहुन्छ नि त तपाईँ लामो समयदेखि तपाईँ पनि चलचित्र क्षेत्रमा होइन तपाईँको चाहिँ तपाईँलाई चाहिँ लाइफमा सुरुमा चलचित्र क्षेत्रमा गर्दाखेरि राजेश हलसँग काम यस्तो सोच त